हेलो नमस्ते। आज चाहिँ म तपाईहरुलाई कुलेखानी लेक साइड रिसोर्ट लान्छु है त। त्यहाँ चाहिँ हजुरको हाम्रो चाहिँ छुट्टीको दिन थियो। छुट्टीको दिन चाहिँ हामी यसरी भ्याकेसन मनाउन गएको थियौं। कुलेखानीमा चाहिँ हामी अफिसको सरहरुसँग म्यामहरुसँग गएको थियौं है। यस्तो रमाइलो भयो, बाटोमा पनि यस्तो मजा भयो। मलाई चाहिँ त्यहाँको कहिलेकाहीँ चाहिँ घुम्न पनि पर्ने रहेछ के। हामी यतिकै घरमा बसेर यतिकै अफिस गयो, घर आयो, यतिकै दिमाग मेन्टली अलिकति भइराखेको हुन्छ नि त, ड्याम भइरहेको हुन्छ। अनि त्यो बेलामा चाहिँ कहिलेकाहीँ चाहिँ घुम्न पर्ने रहेछ है साथीहरू। हामी चाहिँ 4-5 जना, हामी चाहिँ धेरैजना गएको थियौँ घुम्नलाई। एकदमै रमाइलो भएको थियो। बाटोमा चाहिँ सरहरुसँग म्यामहरुसँग रमाइलो गर्दै हाँस्दै गएका थियौं। अनि मलाई चाहिँ एकदमै राम्रो लाग्यो के। अब हामी अफिस गयो, अफिसमा गएर त्यही काम गर्यो, अनि फेरि घरमा आयो, घरमा आएर फेरि त्यही काम गर्यो, घर अफिस गर्दा गर्दै हामीलाई त घुम्ने कुनै फुर्सदै टाइम नहुने रहेछ क्या, टाइमै नहुने रहेछ। त्यही भएर कहिलेकाहीँ चाहिँ हामीले यस्तो इन्जोय चाहिँ गरिराख्नु पर्ने रहेछ, मेमोरेबल हुँदो रहेछ। हामीले पछि फोटोहरू भिडियोहरू हेर्न यस्तो रमाइलो लाग्दो रहेछ है, हामी यहाँ गएको थियौँ भन्ने पनि हुँदो रहेछ। हामीलाई चाहिँ एकदमै रमाइलो भएको थियो। सरहरुसँग सरको गाडीमा गएको थियौँ, हाम्रो सञ्जीव सरको गाडीमा। अनि बाटो पनि एकदम राम्रो रहेछ है। यो हाम्रो दक्षिणकाली साइडबाट गएको, दक्षिणकाली साइडबाट जाँदाखेरि चाहिँ एकदमै राम्रो बाटो रहेछ। पहिला हामी जाँदाखेरि चाहिँ चन्द्रगिरीको बाटो हुँदै गएको थियौँ। त्यो बाटो चाहिँ यस्तो रफ छ हैन, यस्तो नराम्रो। तर हामी यो दक्षिणकालीको बाटो हुँदै चाहिँ रोडहरू पनि राम्रो रहेछ। अनि हामी चाहिँ अब होटल पुग्यौँ, लेक साइड रिसोर्ट, कुलेखानी लेक साइड रिसोर्टमा पुगेर हामी म्यामहरुसँग जाँदैछौँ। भ्यू पनि यस्तो राम्रो, ओ माई गड। यो चाहिँ बेलुकीको 4 बजेको थियो कि 4 बजेको थियो। अनि त्यस पछाडि हामी राति डिनरहरू गरेर हामी आगो ताप्दै इन्जोय गर्दै हामी डान्सहरू साथीहरू सबैजना डान्स गर्दै हुनुहुन्छ। एकदम रमाइलो भएको थियो। कहिलेकाहीँ चाहिँ यस्तो इन्जोयबल डेहरू पनि हुने रहेछ है। हामीले बनाउनु पर्ने रहेछ, हुने रहेछ भन्दा पनि हामी आफैले नै बनाउनु पर्ने रहेछ। अनि हामी चाहिँ डान्स गऱ्यौँ क्या। यस्तो हाँस उठेको। हामीलाई डान्स सिकाउने चाहिँ फेरि पासाङ म्याम हुनुहुन्छ है। पासाङ म्यामले चाहिँ हामीलाई डान्स सिकाउनु भएको। हामीलाई चाहिँ नाच्न पनि नआइ उहाँहरूले जे भन्नुहुन्छ त्यस्तै गरेको। ओ माई गड, म त त्यो कहिले ननाच्ने